हेलो गुड मर्निङ साथीहरू, मेरो नयाँ भिडियोमा आज चाहिँ वैशाखको कति 22-23 कति गइसक्यो। तै पनि हिमाल चाहिँ यस्तो हिउँ बरु जाडो महिनामा चाहिँ हिउँ देखिएन, आज यस्तो खतरा हिउँ देखिएछ। अनि के अरे हिमाल चाहिँ कस्तो हिउँले ढकमक्कै छ क्या। उता अन्नपूर्णहरू पनि त्यस्तै छ। यहाँबाट अलि छेकिँदो रहेछ। म चाहिँ अहिले चाहिँ अमरसिंहको चौरबाट यो भिडियो बनाउँदैछु। घाम चाहिँ लाग्ला जस्तो छैन आज, त्यही भएर भिडियो त्यति क्लियर चाहिँ छैन। तर पनि हिमाल चाहिँ खतरा देखियो क्या। यस्तो अहिले त यो समयमा त खासै यसरी हिमाल चाहिँ देखिएको जस्तो लागेको थिएन मलाई चाहिँ। के छ तपाईँहरूलाई कस्तो लागेको थियो कमेन्ट गर्नु होला है। राम्रो देखिन्छ तर मौसम चाहिँ एकदम खराब छ। यस्तो छ धुम्म परेको है, तर हिमाल चाहिँ राम्रो देखिरहेछ। यस्तो भइरहेछ यसलाई थाहा छैन, यसलाई थाहा छ भने भन्नु होला। अन्नपूर्णमा पनि ढपक्कै सेतै देखिएछ क्या हिउँ पुरै। अन्नपूर्णमा त जहिले पनि हिउँ त हुन्छ, तर माछा पुछ्रेमा यस्तो खतरा हिउँ देखिएछ क्या। अब खतरा हिउँ देखिरहेको माछा पुछ्रे। अब एकछिनपछि ढाक्छ, उता त बादल आइरहेछ यताबाट। के अरे मुस्ताङ जाने प्लेनहरू पनि गइरहेछ। देखिसक्नु कता गयो, केही छोडियो है। यो चाहिँ मैले अमरसिंह चौरबाट है, अमरसिंह चोकको अमरसिंह चौरबाट लिएको भिडियो हो। खतरा रहेको छ हेर्नुलाई त। माछा पुछ्रे यो वर्षकै अलि राम्रो मैले चाहिँ है। अब अरू दिनमा त देखेको थियो होला, मैले चाहिँ यो वर्षमै राम्रो देखेँ। आजको हिमाल चाहिँ कालो ढुङ्गाहरू देखिन्थ्यो, त्यो ढुङ्गाहरू केही छैन। अब त्यो सर्लक्कै गइरहेछ, ढाकेछ। यतापट्टितिर पनि सर्लक्कै यहाँबाट हेर्दै हुन्छ कस्तो स्थिति कस्तो छ तपाईँहरूको कल गर्नु होला। है त यति नै खिचेर भिडियोलाई अन्त्य गर्दैछु है त। धन्यवाद।